आफ्नो लाइभ बसेर आफू रमाइलो गर्न त पाइयो यो त अधिकारको कुरो मानव अधिकारको कुरो आएर कमेन्ट लेखेर केही फरक पर्दैन कमेन्ट लेख्न रमाइलो गर्न पाइयो तर मैले तीन व्यक्तिलाई भनेको छु जसले हाम्रा गिफ्टरलाई गाली गरेर यहाँबाट भगाइदिन्छन् म्यासेज लेख्छन् घरसम्म पुगेर ओए फलानालाई गिफ्ट किन हान्छस् हो तिनको कुरा गरेको हो तिनलाई जिन्दगीमा खाना लाउन कहिले पनि तिनलाई चाहिन्न पर्यो तिनलाई जब खाना लाउने बेला तिनीहरूको आउँछ नि त त्यति बेला तिनीहरूलाई पनि एउटा न एउटा समस्या आइलाग्छ सिधै भन्छु म त जिन्दगीमा तिनलाई पनि खाना लाउनलाई धौधौ हुन्छ धौधौ के तिनीहरूको यदि कसैले बिजनेस गरे आएन त बिजनेसमा नोक्सान हुन्छ हट्टाकट्टा छ नि त बिरामी हुन्छ ल यदि नोकरी गरे आएन त्यसको सधैँको लागि नोकरी जान्छ जसरी मेरो आर्थिक स्थितिको नोक्सान तिमीहरूले गराछौ नि त्यसरी तिमीहरूलाई पनि तिमीहरूको आर्थिक स्थितिले नोक्सान गराउँछ तिमीहरूलाई पनि पैसाको ठुलो नोक्सान हुन्छ तिमीहरूलाई जिन्दगीमा पैसा आउँछाले मुखै देख्दैनौ याद राख जसले मलाई परेशान गरे आह त्यसलाई भनेको जसले मेरा गिफ्टरलाई गाली गर्छ त्यसलाई जिन्दगीमा खाना लाउन नभओस् खाना लाउन जसले मेरा गिफ्टरहरूलाई घरमा गएर म्यासेज लेख्छ त्यसलाई जिन्दगीमा खाना नभओस् यो मेरा 32 दाँत भएका मान्छेले भनिएको छ 32 दाँत मेरो बोली लाग्छ याद आजबाट चाहिँ सोच 1000 चोटि सोच साले कुकुरले नपाउने दुःख पाउने छौ जिन्दगी हैन कमेन्ट नराम्रो लेख्ने चाहिँ डराउँछ कुकुरले नपाउने दुःख पाउने छौ जिन्दगी जसले पनि मेरा गिफ्टरलाई यहाँ गाली गर्छौ टार्गेट गर्छौ तिनलाई जिन्दगीमा खाना हुने छैन याद राख जिन्दगीमा गरे यार यसरी गाली गर्दा जिताउँछन् फेरि डराएर होला दाइसँग अब तिमीहरूको एउटै उपाय छ जसले गिफ्टरलाई गाली गर्यौ तिमीहरू सबै आएर साला 1 घण्टा बागान हो त्यही उपाय छ तिमीहरूको शराब काटिन्छ नत्र भने तिमीहरू फस्यौ केटा हो पाप त कटौती गर्न पर्यो नि त 1 घण्टा बाघ आएर हान हो यहाँ तिमीहरूले धेरै गिफ्टर भड्काऊ धेरै नोक्सान गराऊ मेरो केटा हो मेरो तिमीहरूले धेरै नोक्सान गराइदिइसक्यो गाइस फर्स्ट गिफ्ट ट्रिपल म ट्याप ट्याप गरिदिन्छु हस् गुड लक घुमाई फिराई कोइनमै छ कुरा त अरे होइन यो महेन्द्र भाइ के हो तिम्रो चाहिँ यो कमेन्ट लेखाइ यार तिमी कहिले सुध्रनी भाइ अब टिकटकमा बस्नेलाई त कोइन चाहिन्छ नि भाइ माथि आऊ त महेन्द्र भाइ माथि आऊ त तिमीलाई समस्या के भएको छ भाइ भन त घुमाइ फिराइ उही कोइन मारे कोइन त चाहियो नि त होस्टरलाई जसले गाली खाएको छ जसले रमाइलो गराएको छ उसलाई कोइन त चाहियो नि तिमीहरूको पछाडा किन जल्छ हो तिमीहरूले त दिया छैनौ आएर कहिले काहीँ 1-2टा टोपी फाल्छौ होला ए आर वेलकम कति जल्छौ आफ्नै मान्छे जल्छन् भन्थे टाढाका चाहिन्नन् के नजिककै हो के जल्ने मान्छे टाढाका चाहिन्नन् ए आर थ्याङ्क यू गाइस टुमोरोज one more टिकटक बस्नु पर्यो फुल मुनलाई गाह्रो छ one more rose घुमाइ फिराइ कोइन अरे के घुमाइ कोइन त चाहियो नि त होस्टरले कोइन नमागे के माग्छ होस्टरलाई त कोइन चाहिन्छ गर कस्तो कुरा गरेको होला यार अचम्म मोड भएर यस्ता छन् यिनी मोड हुन् कि मेरा यिनी शत्रु हुन् ल भन त मोडरेटरले यस्ता कमेन्ट लेखे घुमाइ फिराइ कोइनका कुरा हारेलाई यस्तालाई मोड दिने कि नदिने भन त सुची मोडरेटरको हालत हेर न यस्ता मोडरेटर छ के गरेका हुन् त्यो पनि हाम्रो महेन्द्र भाइ जस्तो मान्छे हेर त 10 त्यो अस्ति यताउता छाटकुट गर्दाखेरि उहाँ हट्नु भयो होला के मोडबाट त्यही भएर होला दाइले किन मोडबाट हटाए भनेर होला अब उहाँसँग टाइमै छैन खालि बिजी हुनुहुन्छ त्यही भएर मैले आउनु नगर अब निरजी भनेर हो कि मैले हटाएको
उहाँ आफै लाइभ बस्नुहुन्छ अनि दिएर के गर्ने हो त ल भन्न त म पनि साथी नै छु पहिले आउन चाहिँ आउनुहुन्छ मेरोमा बेला बेलामा हजुरको अगेन्स्ट खेल्नु भएको होइन होला हजुरको दाइको अगेन्स्ट चाहिँ नखेल्नु होइन खेले पनि केही भएन खेल्न पाउनु केही भएन रे केही हुँदैन। ल खेल्यो नि केही भएन रे ल गाइस सबजना मिलेर खेलौँ अब उहाँले चचालाई छोडेर अब तपाईँलाई मुख लागम अरे अब यहाँ मलाई उ गरे मलाई त मतलबै छैन तिमीहरू आएको र म त तिमीहरू त इग्नोर गरिदिन्छु सिधै अब चाहिँ उहाँले इसारामा नचाउन खोजेर त काँडा हुन्छ र फलानालाई ब्लक गर फलानालाई नले जादु वेलकम त्यो त कहाँ सम्भव हुन्छ र केटा त्यो त सम्भव हुँदैन गिफ्टिङ गरे भन्दैमा कन्ट्रोल गर्न पनि मिल्दैन कन्ट्रोल गर्न मिल्दैन नि त त्यही त मिल्दैन ओ जादुले के हो गिफ्टिङ लेभल अन गरेर आएको छ है आज पुस चाहिँ जादुले गर्दा आएको छ टप 2 टप 1 को लागि ल है मलाई त सबले युज गर्छन् हो सुसी पहिला भाइरल हुन्छन् अलिअलि गरेकै गर्छन् देखाउँछन् अनि पछिबाट युज गर्छन् कि यस्तै छ मेरोमा त्यस्तो नभन नि जादु गयो स्नाइप 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 बुस्ट उठाऊ खोइ बिचरा एउटा लाइन हानिकन सुशीले आएर कहिले चाहिँ केही भन्दिनन् बिचरा आएसम्म मैले गरेँ दाइ भनि छैनन् म पनि गरेँ केही हानिया छैन उनलाई त्यस्तो हुनपर्छ के बुझ्यौ त्यो जब 2-4 वटा लाइन हानेर आएर चाहिँ बरु 50 चोटि त मलाई अपमान गरिसके होलान् के फाइदा त्यस्तो हान्ने भन्दा बरु नहान हो केटा भन्छु म त्यो हानेर चाहिँ एसान कसैलाई हानेर हक जताउन चाहिँ खोज्नु हुँदैन हानेर त जताउन एसान जताउने हो नि त त्यो नहानेको राम्रो हो क्या नहानेकै राम्रो त्यही त गाइस फर्स्ट गिफ्ट ट्रिपल उता अन्जुले फिल्म बनाउने चाचा तपाईलाई केही छ दाइले पनि भन्नुहुन्छ जोजनले बनाए बनाउँछ पर्ख थ्यांक यू तुलसी गाइस ट्रिपल फर्स्ट गिफ्ट ट्रिपल ल है केटा थोडा थोडा एक्टिभ भयो के हो गाइस सबजना एक्टिभ हुम त हाम्रो मैले दाइले गएर माया देखाइदिम बिक्की भैया मैले त गुण हालेर खान्छु चियामा आजभोलि बिक्की भैया ये गेम उधर जिता दो ना शांति वेलकम गाइस 3 रोज मुझे तो आप ही दिख रहे हो एमबीपी में मुझे तो मंजीत देख रहा है लेकिन वो अभी रिचार्ज नहीं किया लगता है लेट्स गो गाइस मिन वन मोर रोज बाई होटल रमेश एउटा लाइनको कति पर्छ भन्ने नि थाहा हुन्न तिमीलाई एउटा लाइनको कति पर्छ भने खुब हान्ने जस्तो क्या फेरि हानेको हाने हो रमेश जी वेलकम छ ल सबजना डबल ट्याप लाइभ शेयर यो पार्टीले गर्दाखेरि पनि मलाई त हाम्रा यस्तो भयो के सुसी मेन के भयो भन्दाखेरि अरू केही पनि होइन यहाँ गिफ्टरहरू आउन खोज्छन् मेरोमा तर केटाहरूले त उल्टा सिल्टा लेखेर अनि त्यो बिचरा पैसो हान्नु छ अनि दुनियाँका गाली किन खाने हो भन्नेतिर जान्छन् कि गिफ्टर त्यस्तो भइदियो कि मेन चाहिँ समस्या यहाँ यो यिनीहरू यो फ्याँकीहरूले यस्तो गरायो कि मलाई नत्र भने मलाई त एकदमै सपोर्ट आउँथ्यो धेरै नआए पनि दिनको 10-15 हजार त सपोर्ट गर्थे कि मलाई त आरामसित आँखा चिम्लेर त्यति त